धरानका मेयर हर्क साम्पाङजीको नयाँ गीत सुन्नुभयो त? यदि सुन्नु भएको छैन भने एकैछिन यो गीतलाई सुनौ है त। ए युवा, तिमी सन्तान नआउने, कहिले आउने तिमी? छिटो आउन, ढिलो भइसक्यो यार। त्यसको माया लाग्दैन तिमीलाई? झिरिरारी रुरिरा पारु, झिरिरारी रारी रा पारु, झिरिरारी रारी रा पारु, झुरुरुरुरी रारी रा पारु। कति सोध्छौ, कति चाहिँ सोध्छौ, निन्द्रा पनि के साह्रो लागेको। अब त उठ्नु पर्दैन। झिरिरारी रारी रा पारु, झरिरारी रारी रा पारु, झुरुरारी रारी रा पारु, झुरिरारी रुरी रा पारु। कति तरुणी र तन्नेरीको पछि मात्रै लाग्ने तिमीहरू। कहिले काहीँ त्यसो श्रमदानमा पनि आउन। देशको लागि पसिना बगाउँ कस्तो हुँदो रहेछ, यसो राम्रो हुन्छ कि सुनौ न ल। झुरुरारी रारी रा पारु, झुरिरारी रारी रा पारु, झुरिरारी रारी रा पारु, झुरिरारी रारी रा पारु। झोला मात्रै बोकेर हुँदैन क्या, झोला बोकेर हुँदैन। झोला फालेर आऊ, दिमागको बत्ती बालेर आऊ है, अँध्यारो छ। झुरिरारी रारी रा पारु, झुरिरारी रारी रा पारु, झुरिरारी रारी रा पारु, झुरिरारी रारी रा पारु। ए युवा, तिमी श्रमदानमा आउँदैनौ, पसिना बगाउन आउँदैनौ त्यसको लागि। कति घुमेर हिँड्छौ घुमन्ते भएर, कहिले त्यसो काम गरौँ न। झुरिरारी रारी रा पारु, झुरिरारी रारी रा पारु, झुरिरारी रारी रा पारु, झुरिरारी रारी रा पारु। ल छिटो गरेर आऊ है, देश बनाउनु पर्छ ल। ओके भाइ। यो गीत सुनिसक्नुभयो। यो गीत सुनिसकेपछि तपाईलाई के लाग्छ? यो गीतले के खोजिरहेको छ र यो गीतले के मागिरहेको छ र यो गीतले के चाहन्छ भन्ने कुरा यही गीतभित्र नै स्पष्ट तरिकाले हामीले बुझेका छौँ र सुनेका छौँ। यो गीतलाई म 100 मा 100% दिन चाहन्छु। तपाईँ कति पर्सेन्ट दिन चाहनुहुन्छ? धरानका मेयर हर्क साम्पाङजीको यो नयाँ गीतले फेरि पनि नेपालमा कतिको निन्द्रा र भोक हजम गर्छ? तपाईलाई के लाग्छ? तपाईका मनमा लागेका कुराहरू तपाईले कमेन्ट बक्समा गएर कमेन्ट गर्न सक्नुहुनेछ।